हेलो एभ्रिवान, नमस्ते सेवारो। आज हामी सिलगढी सेन्टोसा हार्बर फ्रन्ट सेन्टोसामा चाहिँ पानीमा खेल्न भनेर आएको छौँ। अब हामी पानीमा कस्तो खालको खेल्छौँ हेरौँ है त। ओके साथीहरू, आज चाहिँ यो हाम्रो डेस्टिनेसन रहेको छ। डेस्टिनेसन चाहिँ यही भएको छ। यहाँ चाहिँ विभिन्न खालको स्पोर्ट गेमहरू रहेको छ। यहाँ अब हामी देख्न सक्छौँ यो तरिकाले यहाँ भात लिन पनि सकिने रहेछ होइन। अनि अरू पनि थुप्रै यहाँ इन्टरटेनमेन्टको सामानहरू, इन्टरटेनमेन्ट गर्ने एडभेन्चर गेमहरू रहेको छ। हामी देख्न सक्छौँ हाम्रो चाहिँ आज धेरै बाइजहरू रहेको छ। ओके गाइज, फाइनली हामी चाहिँ आइपुग्यौँ हाम्रो एक्चुअल प्लेसमा। अब भने चाहिँ हामी भित्र प्रस्थान गर्नेछौँ हाम्रो एडभेन्चर क्याम्प विच इज हाइड्रोड्रस सेन्टोसा सिङ्गापुर। हामीले चाहिँ आजको एडभेन्चर हाम्रो क्याम्प यही हुनेछ, पानीमा देख्न सक्नुहुन्छ। एभ्रिवान, फेरि यहाँ आज चाहिँ सब छ है हाम्रो गाइजहरू। ओके गाइज, फाइनली इस्यु गऱ्यो हामीले ट्याग लाएर अब जानुपर्ने हुन्छ त्यो ठाउँमा। हाम्रो गाइजहरू यहाँ निकै नै छ आज है। म साह्रो हेर्छौँ देखेको तपाईँलाई त खेल्ने हो नि अब यहाँनिर आज सस्तोसँगले अब। ओके एभ्रिवान, मलाई चाहिँ रुगा मारेको लागेको 2-3 दिन भइसकिसक्यो है। मास्क चाहिँ नलाइकन म चाहिँ हिँड्नै नसक्ने अवस्था भएको छ। अब पानीमा बसेर मात्रै निस्कने अवस्था भएको छ है त। टाइम पनि भयो। ल रेडी भएको गाइजहरू जाउँ त। ल आज हाम्रो यहाँनिर ग्याङ हुँदैछ। अब हाम्रो ओके साथीहरू, फाइनली अब चाहिँ हाम्रो सकेर अब जानुपर्ने हुन्छ। ओके एभ्रिवान, अब हामी चाहिँ त्यहाँ जान्छौँ है त। ल है त गाइसहरू, त्यहाँनिर गएर चाहिँ मस्तसँगले चाहिँ हाल्दैछ है पानीमा। अब हाम्रो टिम चाहिँ गइसक्छ त्यहाँनिर है। ओके साथीहरू, अब हाम्रो पनि यहाँबाट चाहिँ त्यहाँ जाने काम पुऱ्याउँछ। ओके साथीहरू, अब यहाँनिर केटाहरूले हाल्दैछ त्यहाँनिर सुन्नु। लड्दैछ त कोही के त। यसरी एक्सपेरिमेन्ट गरेर आउनुपर्छ कस्तो रहेछ है त। साथीहरू, यहाँ चाहिँ हामीले बुक गरेर बस्न पनि सकिन्छ। एकदमै राम्रो ठाउँहरू रहेको छ। यो चाहिँ भर्खर बनेको नयाँ रहेछ, एकदमै राम्रो हल्वान बिच। वाउ। ओके एभ्रिवान, खेलिसक्यो। अब हाम्रो खानपिन यस्तो हुँदैछ। के छ त माइकल भर्खर वेलकम छ तपाईँलाई। आज चाहिँ हामी सेन्टोसामा आएको छौँ। हाइड्रोड्रस त्यहाँबाट चाहिँ फुल हामफाल्ने काम है। भरे हुन्छ होइन, पेङ्गुइन जस्तो क्या, पेङ्गुइन जस्तो। आज टन्नै छ हामीसँग गाइजहरू पनि होइन, जेएनजी गाइजहरू त्यही पनि जेएनजी गाइज। ओके हामी जान्छौँ हिँड्दै आउनुभएको थियो। हिँडिँदै नभएर आज चाहिँ भक्कु अलिकति उचाइ भयो नि चलेको मान्छे छ आज फेरि।
युवाहरूको चाहिँ नयाँ जोस जाँको सँगसँगै हामी चाहिँ अगाडि जाँदैछौँ है त हाइड्रोग्रास हाम्रो सब युवाहरू छतालाई हाम फालेको म डाइभ हानेको देखाउँछु त्यहाँनिर यस्तै हुँदैछ अब हामी आम्मा पारा सेसन चाहिँ हो तर हामीले अर्ली गऱ्यो भने चाहिँ हामी अर्ली